पुण्य बखान गर्न त सबै सक्दिन मैले पनि। सुन्या थ्या शिवदेखि यसकी महिमा एक श्लोक पढुन् तापनि, भक्तिले यदि यो पढ्यो पनि भन्या पाप छुट्दछन् सब भनी। जो एक चित्त गरेर पाठ खुसी भई गर्छन् सदा यही भन्या, जीवन मुक्त तिनै त हुन् नर भई ईश्वर सरीका बन्या। पूजा पुस्तकको गर्या पनि त फल एक अश्वमेधका सरी, पाउँछन् सुनियो कहीँ पनि भन्या पाप छुट्दछन् त्यस घरी। जोता पुस्तकका नजिक गई नमस्कारै फगत